साथीहरु आज चाहिँ हाट हो अनि मैले चाहिँ सब्जी लिएर आए के ल्याए भन्दा नि देखाउँछु तपाईहरुलाई मुन्टा हो अन्त मुन्टा चाहिँ मैले लक्कीली पाएको किनभने थिएन आज म ढिलो गएँ नि त अन्त ल्याए मैले यो सागलाई के भन्छ कुनै मलाई थाहा छैन तपाईहरुलाई थाहा छ भने भनिदिनुस् ल के भन्छ यो मलाई थाहा छैन के भन्छ साग ल्याए हो कुनै के साग भन्छ यसलाई त्यहाँबाट यो खोर्सानी सबसे बेसी लाग्ने नै हामीलाई यही हो खोर्सानी ल्याए खोर्सानी आलु हाल्नु पर्यो टक्कसँग त्यही पारेर यस्तो गरेर यत्रो खोर्सानी एक हप्तामा पनि पुग्दैन यतिले त हामीलाई हो अनि चाहिँ फ्रिजमा राख्यो भने चाहिँ मजाले हुन्छ कस्तो छ कुनै साथीहरु अस्तिको खोर्सानी त पिरै थिएन अब कस्तो छ यसरी राखिदिन्छु फ्रिजमा त्यहाँबाट अर्को के ल्याएको छु करेला ल्याएको छु करेला पनि महिनामा एकपल्ट खानु मात्रै मिठो लाग्छ मलाई त्यहाँभन्दा बेसी चाहिँ नो भन्ला जस्तो हुन्छ है आज चाहिँ यति बेलासम्म हामीले खाना खाएको छौँ ढिलो भयो त्यही हुनाले मेरो चाहिँ अलिक खुट्टामा चोट लागेको छ कि साथीहरु त्यही भएर अनि अब यसलाई पनि छोडिदियौँ राख्नुपर्छ त्यहाँबाट के छ भन्दाखेरि चाहिँ छ कोलगेट यो ल्याएको छु फ्यामिली प्याक हो अनि धनिया गोटा धनिया त्यहाँबाट करेला त एउटा छुट्टै छ नि आइस चिया बनाउनु अनि यो पनि किने मैले साथीहरु यसमा चाहिँ प्याज टमाटर हालेर चाहिँ यसरी घुमाउनु पर्ने कति सजिलो हैन अनि उ म्याडमले चाहिँ यो बोतल किन्नु भएको छ हो पानी पनि चुदैन यस्तो टाइट छ घर सफा गरे छिटो पकाउनु पहिला म चिया खाँदै नाम पकाउँछु म यस्तो टेस्टी नाम पकाएर दिन्छु तिमीलाई बुझ्यौ सुन्नु न एउटा नाथी पानी खानुलाई किन महँगो बोतल लाग्छ भन न त्यो महँगो भयो यसको दाम कति हो महँगो हेर्नु न त दाम देखाइदेन साथीहरु महँगो बोतल हो पानी नै खाने स्प्राइटको बोतलमा लाँदा हुन्थ्यो त अन्त यहाँ हेर्नुस् दाम महँगो छोड्नु नहोला नि यो चाहिँ सस्तो अरे उलाई म्याडमलाई 1000 को बोतलहरु थियो थाहा छ सस्तो उलाई अन्त अब यो भयो त्यहाँबाट प्याज ल्याएको छु वाह माई फेभरेट तपाईहरु कति जनालाई यो छुर्पी मन पर्छ भन्नु होला है साथीहरु अयो यो चिया पकाएला त्यहाँबाट चाहिँ यो कफी ल्याएको छु कोही बेला खानुको लागि हैन अनि त्यहाँबाट चाहिँ यहाँ निङ्गुरो तपाईहरु कोलाई निङ्गुरे मन पर्छ फ्रेश अब यसलाई चाहिँ चट्टसँगले चाहिँ नि उयो के पो छुर्पीमा भुर्दा त आहा कति दामी हुन्छ साथीहरु स्वादिष्ट हुन्छ चाहिँ तीनटा यो लगाइहालिस् यो अघि नि त्यहाँबाट चाहिँ अब यो बिउ चाहिँ कहिले छान्नु सक्नु भगवान म एकै ठाउँ हाल्दिएर नि अनि त्यहाँबाट चाहिँ म चाहिँ निङ्गुरे र छुर्पी पकाउनु जाँदैछु यसरी चट्टसँगले टमाटर प्याज खोर्सानी पिरो चट्ट परेको
निङ्गुरे पनि धोएर रेडी छ एकदम काटकुट केलाई कुलाई गरेर हो। छैन बजेन त। अब यसलाई मजाले चलाएर चाहिँ त्यहाँबाट चाहिँ छुर्पी यो निङ्गुरो पाकिसकेर मात्रै हाल्छु छुर्पी चाहिँ। अनि दामी हुन्छ साथीहरू, दामी। साथीहरू फाइनली सब्जी पाकिसकेको छ। अब म छुर्पी हाल्छु। अब यसलाई चलाएर चाहिँ त्यहाँबाट चाहिँ लु है साथीहरू, मेरो निङ्गुरो र छुर्पीको सब्जी रेडी। अब खाना खाने हामी। बाई बाई। थ्याङ्क यू फर वाचिङ। किप सपोर्टिङ।